महाराज हिरण्यकशिपुको जय होस्। महाराज प्रणाम पिताश्री, प्रणाम माताश्री, प्रणाम गुरुकुलदेखि शिक्षा प्राप्त गरेर आएको छ। के भयो त गुरुकुलमा? मलाई पनि यसो सुन्न मन लाग्यो। तिमीले त मेरो दैत्यकुल सम्हाल्ने हो, यो सम्पूर्ण ब्रह्माण्डलाई दैत्यकुलको पात्र बनाउने हो। तिमीलाई यस्तो बाधा मेरो सन्तानले के पर्यो? दैत्यकुलको पाठ कति पर्यो? मलाई सुन्नु मन छ। के पर्यो तिमीले? पिताश्री, मैले त 9 कक्षा पास गरिसकेँ नि पिताश्री। के पढेको छौ तिमी? मैले पढेको सुनाऊ पिताश्री सबै। सुनौ मलाई। हुन्छ तिमीले पढेको सुन्नको लागि मलाई भएको छु। हजुर पिताश्री। श्रवणं कीर्तनं विष्णु स्मरणं पाद सेवनं अर्चनं वन्दनं दास्य साख्य आत्मनिवेदनं। पिताश्री, भगवानको कथा सुन्नु, भगवानको कीर्तन गर्नु, स्मरण गर्नु, पूजन ध्यान गर्यो भने अवश्य हामीलाई विष्णुले कृपा गर्नुहुन्छ पिताश्री। के भनिस्? तेरो बडीबाट मेरो दुश्मनको नाम के मुखमा त छैन। पिताश्री, पिताश्री, भगवान विष्णु कोही कसैको पनि दुश्मन हुन सक्दैनन् पिताश्री। उहाँ त भगवान हुनुहुन्छ, उहाँले लालन पालन गर्ने हो पिताश्री। यो कस्तो सन्तानलाई जन्म दिइस् तैँले? स्वामी, हजुरकै पुत्र त हुने, हजुरकै सन्तान हो। मैले तँलाई दैत्यकुलको पाठ पढ्नको लागि पठाएको थिएँ। तैँले मेरो महाराज यसमा युवराजले कुनै दोष छैन। महाराज गुरुको कारणले यस्तो भएको हुन सक्छ। सातो गुरुलाई यो दरबारमा पेश कर। जोडा के महाराज? गुरु महाराज अत्यन्त क्रोधित भइबस्छ। के भयो? त्यही गरी मैले तिमीलाई मेरो पुत्रलाई दैत्यकुलको पाठ पढाउन पठाएको थिएँ, तर मेरो दुश्मनको नाम चपिरहेको छ यसले। महाराज, यसमा मेरो केही गल्ती छैन महाराज। मैले जुन पढाउँछु त्यसको उल्टो उल्टो जवाफ दिन्छन् राजकुमार। तिमीलाई याद है हिरण्यकश्यपको सन्तानले, हिरण्यकश्यपको पुत्रले पढ्ने पाठ पढेको हत्या हिंसाको दैत्यको परिचर्चाको कुरो गर्नुपर्ने यसले, तर तिमीले दुश्मनको नाम। महाराज, यसको मेरो गल्ती छैन। मैले त हजुरकै शिक्षा नीति अन्तर्गतको सम्पूर्ण शिक्षाहरू पढाएको हो, तर मैले जे पढायो त्यसको उल्टो उल्टो जवाफ दिन्छ। मैले कमाने काट्ने भनेर पढायो, कमाने कलम भन्छ, खमाने खसाल्ने भने खमाने खरायो भन्छ, कमाने काट्ने भनेर पढायो, कमाने गणेश भन्छ, खमाने घिसार्ने, कमाने ग्याल्ने, कमाने चिथाल्ने, खमाने छाल्ने भनेर जे भन्यो त्यसको उल्टो उल्टो जवाफ दिन्छन्। मेरो गल्ती छैन महाराज, एकचोटि माफ गरिदिनुहोस्। म सुधार्ने कोसिस गर्छु महाराज। तिमीलाई पनि एउटा मौका दिन्छु। ठिकै छ, यसलाई फेरि दुश्मनको हो, भगवानको हो पाठ सिकाउनुपर्छ तिमीले। त्यसको बानीदेखि फेरि त्यही विष्णुको नाम आयो भने यो शरीरमा शिर पनि थियो भन्ने तिमीलाई याद हुँदैन। महाराज, त्यस्तो नगर्नुहोस् महाराज। मलाई मेरो गल्ती भए माफ गर्नु। अब गल्ती हुने छैन। जसै महाराज